मेरो शुभ नाम चाहिँ सान्चाङ लिम्बू हो। मेरो गाउँको पुरा नाम चाहिँ मङ्सुला तिबुक जिप्यो उपरालक वार्ड पर्छ। मेरो परिवारमा 5 जना सदस्य छौँ। खेती अब बाल्यकालदेखि नै खेती किसानमै संलग्न भएर आइयो। जमिन चाहिँ 5 एकर जमिन हो, तर डिस्ट्रिब्युट भएको छैन। अहिले कम्ती नै परेको छ। कम्तीमै खेती गर्दैछु। घटनाहरू अब यो बर्खाको समयमा चाहिँ हामीलाई अलिकति पानी झरीले चाहिँ खेतीपातीहरूमा अलिकति नोक्सानी त जहिले हामीले बोकिरहेछौँ, उठाइरहेछौँ। पानी झरीले लगिरहेछ। कहिले अब भलबाढी आउँछ, त्यस्तैले हाम्रो अब खेतीहरू लगिदिन्छ। हरेक कुरा सागसब्जीहरू भयो, सिमीहरू भयो, त्यस्तोहरू गरिदिन्छ। कहिले माछा ट्याङ्कीमै पनि पसिदिन्छ, भेल पसेर कति माछाहरू मर्छ। त्यो सबै हामी नोक्सानी खपेर अहिलेसम्म आइराखेको छौँ। खेतीपाती भनेको त अब पहिला चाहिँ धान पनि पुरै रोप्थ्यौँ, कोदो पनि रोप्थ्यौँ। अहिले फिलहाल चाहिँ अब धानको खेती चाहिँ अलिकति अब कम्ती नै गर्छौँ। गाउँमा कोदोको दुःख सुख गर्दैछौँ। प्रायः बेसी जस्तो चाहिँ हामी अहिले सागसब्जी चाहिँ बेसी जस्तो गर्दैछौँ। आलु भयो, कोपी भयो, साग भयो, सिमी भयो, मटर भयो, यिनीहरू हामी गर्छौँ। अलिअलि धनियाँहरू भयो, हामी अब बेच्नु लान्छौँ। यहाँ घरमा खाएर सक्दैन। नोक्सानी अब कहिले त अब निमित्त नै बनाइदिन्छ, नोक्सानी पुरै खप्नुपर्छ है। खर्च खेती गर्दाखेरि अब हजिराको तुलना गर्नु पर्यो भने त अब हाम्रो अलिकति सेपी ठाउँ पर्छ। यता जङ्गु अब क्षेत्रको पनि हामी वारी बेल्टलाई चाहिँ घाम अलिकति ढिलै आउनुले गर्दा अब कम्ती मात्रामै हुन्छ। खर्च अलिक बेसी हुने गर्छ। कति जस्तो लाग्छ? सालाना अब खर्च चाहिँ तपाईँको सम्झिलिउँ अब 1000 रुपियाँ खर्च हाल्दाखेरि चाहिँ हामीलाई 500 रुपियाँ जस्तो मात्रै उन्नति हुन्छ अब हिसाब गर्नुपर्दाखेरि। यो प्रधानमन्त्री फसल बिमा योजना कार्यक्रम चाहिँ सुन्नुमा आएको चाहिँ जब हाम्रो यहाँ सुकाङ भाइहरू अब भोलिन्टियर्स हुनुहुन्छ, एग्रिकल्चरमा हर्टिकल्चरमा काम गर्नुहुँदैछ, उहाँहरूको तर्फबाट हामीले सुन्नु पाएको। त्योभन्दा अगाडि चाहिँ हामीले यो प्रधानमन्त्री फसल बिमा योजना भन्ने चाहिँ हामीले सुनेको थिएनौँ। उहाँहरूले हामीलाई जानकारी दिएर र अहिले धेरै राम्रो पनि भइरहेछ। बिमा मैले आलुको योपालि गरेको छैन, पोहोरको साल गरेको, आलुको गरेको थिएँ, तोरीको गरेको थिएँ। आलुको चाहिँ अब इन्सुरेन्स अब धेर थोर भयो, तर तोरीको चाहिँ अब भएन। किनभने अब हामीले भिडियोमा फोटो सायद भिडियो पुरै देखाउनु पर्दा थियो, त्यो अब मिल्दैन। तोरी त सुकेर गइहाल्छ, भुइँमा झारले जितिहाल्छ सुतेको तोरीलाई। त्यो भएर चाहिँ हामीले तोरी चाहिँ देखाउनु नसक्ने रहेछ फोटोमा। आलु चाहिँ अब त्यो दाना हुन्छ कुहिएकोहरू चाहिँ देखाउन सकिने रहेछ। यो नहुँदाखेरि त घाटा त अब पुरै घाटै हो। अब कहीँबाट आउने अब त्यसमा भरपाई गर्ने अब थिएन। तर अब यो प्रधानमन्त्री बिमा फसल योजनाले चाहिँ हामीलाई केही मद्दत उहाँले पुर्याउनु भएको छ र हामी खुसी पनि छौँ यो कार्यक्रममा चाहिँ। हामीले यो विषयबाट त अब अस्ति आलुको चाहिँ इन्सुरेन्स हामीले त थाप्यौँ, मैले थापेँ। अब त्यति नै हो, अरू त मैले थापेको छैन। मैले 4000 जस्तो मैले पाएको थिएँ सर। समय भन्नुपर्दा चाहिँ यही वर्षमै हो। यसको बारेमा सर मलाई जानकारी छैन सर। यो फसल बिमा प्रधानमन्त्री फसल बिमा योजना गर्न मैले देख्दाखेरि जरुरी छ र हामी गाउँले पब्लिकलाई, मजदुरलाई चाहिएको पनि हो सर। अब यो क्लाइमेट अब चेन्ज हुँदाखेरि अब नेचुरली कुरो हो र यसमा हामीले घाटा त अब बोकि नै रहेको छौँ सर। किन हाम्रो चाहिँ अलिकति पहाडी इलाका पर्छ। यहाँनिर पहाडी इलाकामा पनि हाम्रो उत्तर सिक्किममा चाहिँ सबैभन्दा बेसी अब पानी पर्ने रेनी सिजन बस्छ। त्यसकाले गर्दा हामीले सालाना जस्तै हामीले घाटा बोकिराख्नु परेको छ सर। अब
हेक्टर भन्नुपर्दाखेरि त अब कम्ती नै हो सर बारी त, तर अब तपाईँको जति हामीले नक्सानी परेको छ रोपेको छौँ हामीले त्यो आधारमा त हामीले पाउन सकेको छौँ न। अब भएकै कुरा गर्नुपर्छ, पाउन सकेको छौँ न। अब हामीले आलुको दाम चाहिँ कुनै बेला 2600 रुपियाँ पट्टा लगाएर 2500-2600 रुपियाँ पट्टा लगाएर रोप्नु किनेर ल्याउनु पर्छ। कम्तीमा अब एक हल्कै मेलो रोप्यो भने आधी हल्कै मेलो रोप्यो भने पनि अब जोडी लाँदाखेरि अब त्यो डल्लै बिग्री गएको हुन्छ। अन्त त्यो आधारमा त हामीले पाएको छौँ न सर। फसल बीमा से संबंधित जानकारी के लिए हेल्पलाइन नंबर 14447 पर कॉल करें। फसल बीमा कराओ, सुरक्षा कवच पाओ।